हेलो सम्पूर्ण मित्रहरूलाई वेलकम गर्न चाहन्छु म मेरो युट्युब च्यानलमा। आज चाहिँ हामीले शनिबारको महिनाको अन्तिम शनिबार लास्ट शनिबार साथीहरूसँग झमक अपडेट भएको कारणले थोरै आज अलि नयाँ तरिकाले खाउँ त भन्ने एउटा सल्लाह भएको कारणले आज हामी चाहिँ नयाँ परिकार बनाएर खाइरहेको छौँ र यो भिडियो चाहिँ तपाईहरुको माझ आओस् भनेर मैले चाहिँ भिडियो बनाउने जम्मा गरिरहेको छु। मलाई लाग्छ खासै राम्रो त नहोला, तैपनि हेर्ने कोसिस गरिदिनु होला। आजको रेसिपी चाहिँ यो 1 किरेट मासु अनि यो 1 थाल जति होला सलाद। अब यसै गरी अब ज्यानलाई चाहिने चिज यो तपाईले देखिहाल्नुभयो, यो बजारमा छ्याप्दै पाइने यो एक्सट्रिम भन्ने एनर्जी ड्रिंक हो। यिनै अब यहाँ छ फेरि यहाँ अचार हाम्रै सिलौटोमा पिस्या अत्यन्तै मेहनतका साथ पिसेको हामी यो अचार पनि खाँदैछौँ चोप्दै। कतिखेर खाउँ भइरहेछ मलाई यहाँ मुखबाट पानी आइसक्यो। म सुरु गरेँ त ल खाउँ त। हेलो एभ्रिवान, गुड इभिनिङ गुड आफ्टरनुन भन्नुहोस्। यो देखिहाल्नु भयो कुखुराको पखेटा हो। यति बेला म अब मैले खान थालेँ। स्टुडियोको अगाडिको यो लिभिङ रुममा छु। यति बेला हामी विकेन्ड मनाउँदैछौँ, सेलिब्रेट गर्दैछौँ। यो मासु अनि यहाँ छ हाम्रो आफ्नै यसमा बनाएको है। ओके, यो पखेटा भइहाल्यो। अब यो तपाईँलाई थाहा होला यो के भने साँप्रो कुखुराको साँप्रो। अब यो पखेटा यो साँप्रो अनि यो दिहानमा यो काँक्रो अनि मुलो, यो गाजर रातो मुला, गाजर अनि त्यो मुलो यो मुला केटाहरूले अस्ति एकदिन थर्काएर मुला भन्थे। पहिला चेस गरौँ त ल। हामी चाहिँ आज मुला सलाद बनाएर चेस गरौँ ल। हामी चाहिँ यो एक्स्ट्रा के अरे एक्सट्रिम स्प्राइट ल। ल तिम्रो स्प्राइट कहाँ हो? यो एकदम खतरा स्प्राइट हामी यो खाने ल। ल चिसो है। सबैभन्दा पहिला चाहिँ निकाल मास निकाल। सबैभन्दा पहिला चाहिँ यो साँप्रोलाई चाहिँ व्यवस्था